हेलो साथीहरू, के छ हाल खबर? सबै ठिकै होला? हाम्रो पनि एकदम ठिक छ। के हुन्छ त, जताबाट गरे नि एउटा मेमोरी त हो नि, क्याप्चर गर्ने त हो नि। हामी आज कोचेमा छौँ। कोचेम होइन ठाउँको नाम के हो र? कोचेम हाम्रो दुर्गा हजुरआमा भएको ठाउँमा यहाँ चाहिँ हामी उकालो चढ्दैछौँ। मैले यहाँ त्यसलाई गाडी पार्किङ गर्छु, चार्ज गर्छु। चार्जिङवाला गरौँको त गरौँकै हेर्छ। बोर्डको त पो देखेछ त्यो गलकट त योभन्दा झन् कति अकालो हुन्छ। झन् यो त केही होइन हौ। हामी चाहिँ माथि जाँदैछौँ डाँडामा। अहिले यहाँ ठुलो क्यासल छ, भिडियोमा देखाउँछौँ हजुरहरूलाई। मौसम नि राम्रो छ आज, देख्न सक्नुहुन्छ। यहाँको घाम टिलिक्क टल्केको छ। सन्ध्याको उसले किन रेकर्ड गर्नु र हजुरले ब्लग? सन्ध्या त्यसलाई उसलाई चाहिन्छ उसको मिनी भ्लग गर्न। खोइ छन त छ नि गिम्बलवाला क्यामेरा। मेरो फोन नै ठिक छ तर। उयो हेर त, तलसम्म देखिन्छ। ओए यहाँबाट भ्यू देख्ने रहेछ। ल अघि हामी त्यही तल थियो साथीहरू, यही तलतिर थिए। यहाँबाट माथि आयो उकालो चढ्दा। यसो होइन, हाम्रो नेपालको भ्यूसँग मिल्दोजुल्दो छ क्या डाँडा काँडा। यहाँ जिम हल्नी रहेछ है। ओए यही हो साथीहरू, यहाँबाट टुप्प देखेछ। अब हामी जाने त्यहीँ हो ठ्याक्कै। कति हिँड्नुपर्छ? 15 मिनट छैन, 7 मिनट 7 मिनट हिँड्ने। ऊ हेर्नु त कस्तो राम्रो है। कासलमा गयो जस्तै। गएको छु हौ, यही हो हामी अब जाने। पानी पर्छ क्या हो। मैले त ठ्याक्कै त्यो सन्ध्या र हामी गएको थियौँ नि पोर्चुगल, सिन्त्रा के क्यासल थियो नि, सिन्त्रा क्यासल। ठ्याक्कै त्यस्तै रहेछ होइन। त्यो त पुरै अझ डाँडामा थियो। बसाउने चाहिँ बाबालाई यहीँ बस्नु हो र, बसमा आए भए हुन्थ्यो होला। टेम्पलबाट हेर्छु हेर्नु त। आनन्द भयो। भित्र त जान मिल्दैन होला, मान्छे त कोही देख्दिनँ। नजिक गएर वरिपरि मिलिएछ भने जाउँला। बिफ बर्गर यहाँ क्याफेन रहेछ। बियरलाई 390। यो प्राइसहरू यहाँ सब महँगो रहेछ तर। यो डाँडामा छ नि त, खानेकुरा उकालो ल्याउनु पर्यो, चढाउनु पर्यो। छन् मान्छे हिँडे छन्। मान्छेहरू छ देख्नु है। भित्र कहाँ जानु पर्दैन, बाहिरबाट हेर्नु। गाडीमा आएर डाइरेक्ट यहाँ कफी खान ठिक्क हुन्थ्यो होला है। ल साथीहरू, हामी नजिक आइपुग्दैछौँ है। त्यो भित्र गएर हामी त्यहाँको वातावरण अवलोकन गर्नेछौँ, दृश्य अवलोकन। अब यसको बारेमा त केही थाहा छैन, हिस्टोरी होइन। त्यसको लागि गुगलै गर्नुपर्ने हुन्छ, तर हेरेर अनुभव लिनेछौँ। यहाँको दृश्यहरू के भयो? थकाइ लाग्यो सन्ध्या? थकाइ लाग्यो?
भिडियो कस्तो राम्रो थियो माथि पुगेछ अहिले यहाँ त के खिच्ने अनि हाम्रो हाम्रो पिन्की हवारी पिन्की पंकी I heard like Emma is gonna take you to his castle. And she's के हो यो क्यासलको नाम पानी पिउनु पर्छ just save me. But I'll be back. Hey, bro. Look where I am. है नजिक आयो धन गाइजहरू जुम गरौँ न है ओए पुरानो त कति साल पुरानो होला है यो खतरा देखेछ गाइजहरू हामी त्यस्तै 10 मिनट हिँड्यौँ अब 5 मिनट 15 मिनट जति लाग्ने रहेछ यहाँ माथि आइपुग्न यहाँ हरियाली डाँडाकाँडा Who बनाउँदै हेर्छ अझ होइन ल साथीहरू हामी आयौँ माथि हामी यही क्यासलकै होइन हामी ऊ तल थियौँ पछाडि छौँ अघि उहाँ तल थियो हामी यो तल थियो उयो डाँडाकाँडा हेर्न सक्नुहुन्छ कस्तो दामी छ उहाँ अर्को डाँडामा नि यहाँ केबल कारहरू चलिरहेछ यहाँ देख्न सक्नुहुन्छ ठ्याक्कै हाम्रो मनोकामना जस्तै रहेछ है अनि यहाँ अर्को यो के हो यो यस्तो टावर जस्तो रहेछ त्यता गएनौँ हामी होइन किनभने समय छोटो छ यो क्यासल हेर्न चाहिँ आयौँ त्यता जान यहाँ चाहिँ जस 2 दिनको होलिडे छुट्टी लिएर चाहिँ आउनु पर्ने रहेछ कि यताउता पुरै रहेछ क्या उहाँ ट्रेन घुर्दै रहेछ रेड कलरको के हो त्यो ट्रेन हो र हो ट्रेनै हो देख्न सक्नुहुन्छ यहाँको भ्यू एकदम सुन्दर छ ल हामी छिर्यौँ अब यो भित्र छिर्यौँ ढ्यान ढ्यान के हो अवस्था यो चाहिँ रातिको समयमा यस्तो देख्ने रहेछ यो पहिलाको पैसा कोइन सही छ हो त्यहाँ टुप्पोको यो मेन पेन्टिङ रहेछ है पेन्टिङमा केही त छ है केही रहस्य लुकेको छ तर केही रहस्य हो हामीलाई थाहा छैन त्यसको लागि गुगल गर्नुपर्ने हुन्छ है अब यहाँ चाहिँ रेस्टुरेन्टहरू रहेछ यहाँ कति दामी दामी छ मिस्टर थापाको त हुन्छ यहीँ तल अङ्गुरको बोट यो पुरै अङ्गुरबारी हो यो हरियो पुरै यसको रक्सी बनाउँछ अनि पछि वाइन कस्तो मिठा आयो त त्यही भयो कहाँ छ त्यहाँ बोट गुडेर छ त्यहाँ ट्रेन गुडेको हेर सन्ध्या रातो ट्रेन हो कि के हो त्यहाँ उहाँ यतै आउँदैछ उहाँ बोट गइरहेछ क्या सही भ्यू देखेछ हौ उयो मान्छे त लो कमिला जस्तो क्या सही छ है भ्यू चाहिँ आनन्दको हावा छ साथीहरू चिल पारामा हेलो यो पुरै हरियो छ नि उहाँ उता पल्लो डाँडा यिनीहरू नि पुरै अङ्गुरबारी हो योहरू पनि सबै अनि यहाँ एउटा के टावर जस्तो रहेछ यो अघि हामी त्यही बाटो हुँदै हुँदै आएको थियौँ हामी साथीहरू
भित्र पनि जाने हो र यहाँ बुद्धिस्ट लामाहरू पनि रहेछ यार बुद्धिस्टहरू ल साथीहरू यहाँ दूरबीन रहेछ है दूरबीन रहेछ त हेऱ्यो तिर्नुपर्छ हो र हेर्नुहुन्छ अब दूरबीनले जे हेर्ने नि दूरबीनले त्यही हेर्नु यहाँ दूर हेर्नु पार्किङ गरेको हेर्नु त उता पहिला हेरेको यो जर्मनमा हुँदाखेरि ए पुग्छ फेरि मोबाइल खसाल्नु अब खस्न जान मिल्छ उता जान त मिल्छ साबा आएकै सिधा ओए यहाँ तोप नि रहेछ तोप यहाँ हेर भित्र सिधै ओइ भित्र रक्सी रहेछ यार उहिले जमानामा युज गर्थे यो वारमा के को यो सिग्नलहरू रहेछ कति ठुलो टोप हेर यहाँबाट सिधै उहाँ ऊ त्यो डाँडामा पुगाउँथ्यो होला है सिधै एक डुम गरे मान्छे सखायो यो के को झन्डा हो र साथीहरू यहाँ चाहिँ बन्द रहेछ आज होइन हामी त्यहीँबाट भ्युजहरू हेरेँ सबैजना यहीँबाट भ्युज हेऱ्यो फर्किँदैछन् सो हामीले नि हेऱ्यो एकछिन आनन्दको चिसो फ्रेस हावा खाएर भ्यू हेरेर प्रकृतिको एउटा महसुस न्यानो महसुस अनुभव गरेर फर्क्यौँ अनि यहाँ फ्रीमा वासरुम भन्दैछ सन्ध्याले फ्रीमा हो र ल साथीहरू हामी त्यहाँबाट तल आयौँ तलको बाटोमा उहाँ हो अघि हामी उहाँ माथि थियो उयो क्यासल छ नि त्यो रातो झन्डा उडेको हो त्यहाँबाट हामी तल आयौँ अब हिँड्दैछौँ हामी तलको बाटो रमाइलो छ यहाँ पनि ओए गाडी आयो सन्ध्या हेर यहाँ चाहिँ पुरै रेस्टुरेन्ट लाइन रहेछ यो पुरै यहाँबाट उहाँ अनि यो साइडमा चाहिँ खोला छ अब गर्मीमा त्यही हो ड्रिङ्क्सहरू चिसो ड्रिङ्क्स छैन घाँटीलाई चिसो बनाउनु खायो न तिम्रो फोन गर्मीमा मान्छेहरूले मन पराउँछ आइसक्रिम अनि बियर जुस यहाँ मान्छेहरू साइक्लिङ धेरै गर्ने रहेछ यसरी यहाँ भाइ र ड्याडी छ स्विजरल्यान्ड जस्तो पनि छ नेपाल जस्तो पनि छ ठाउँ रमाइलो छ देश मान्छेहरू यी आनन्दले चिल गर्दै पुरै के अब उतै पाउँछ आइसक्रिम अहिले एकछिन त्यहाँ गएर लिनुपर्छ अब लिँदै जाने हामी त्यहीँबाट सामानहरू लिउँला नि यो के आएको यो हेर्दा यो अटर साथीहरू हेर्न हाँसहरू छ यहाँ ड्राइभरमा हामी यो खोलाको किनारबाट हिँड्दैछौँ देख्न सक्नुहुन्छ कति आनन्दको भ्यू खोलामा यहाँबाट सरर छाना उहाँ उगाएछु अहिले हामी त्यहाँबाट फेरि यस्तरी जान्छौँ त्यहाँबाट फेरि गाडीमा चढ्छ अनि अब घरतिर लाग्छ कहाँ यताबाट हो म त कहाँ उता जान्न त अनि यहाँ हेर्नुहोस् कति मजाको घरहरू छ घरहरू वा लेट्स गो जेब्रा क्रस कहाँबाट भाइहरू कहाँबाट गयो जेब्रा क्रसै छैन त म त
जेब्रा क्रसै छैन यता कम भएन कि वेट गाडी आएर छ अनि रोक्थ्यो क्या अहिले होइन अब अघि हामी यताबाट गएको थियो क्या जेब्रा क्रस छैन रहेछ त के भएछ